घाँस काट्दा काट्दै गर्मी भएर अहिले चाहिँ म बाहिर ब्याकयार्डमा घाँस काट्दैछु। अगाडिपट्टिको घाँस काटेर फेरि यस्तो छ ल, हेर्नुहोस् फुलेको मात्रै आइरहेको छ। अब मैले घरको ब्याकयार्डको घाँस काट्दैछु। आज घरमा बसे पनि फुर्सद भन्ने हुँदैन है, काम चाहिँ भइरहेको छ। चलेको पनि राम्रै हो, शरीरलाई एक्सर्साइज पनि हुन्छ। आज मर्निङमा वाक गरेर आइयो, बच्चा स्कुल पठाएर अहिले चाहिँ अब घर धन्दातिर लागेकी छु। म त यसै छु, आजभोलि यस्तैमा बिजी छु। बाहिरको काम थोरै, घरको काम धेरै गर्ने भनेर आजभोलि काम गर्न खासै गएकी छैन। हेर्नुहोस् न, त्यही हो। पहिला बुवा आमाले भन्नुहुन्थ्यो कि मेहनत गर्नु, फलको आश नगर्नु भने चाहिँ। ल हेर्नुहोस्, यही मेहनती हात, देख्नु भयो नि मेहनती हात कस्तो भइरहेको छ। यिनी मेहनती हातमा फलको आश त छैन, मेहनत गर्न चाहिँ छाड्नुहुन्न भने जस्तै मैले पनि त्यही बुढाबुढीको त्यो कुरालाई मनन गर्दै आस्काइको छैन। हेर्नुहोस्, 2 दिन बाँचुन्जेली सानोतिनो काम जे छ त्यसैमा रमाउने, जे छ त्यसैमा खुसी हुने भनेर आफूलाई खुसी हुन जाने भने लाइफमा होइन। कान्छो भएको भए मलाई अहिले सहिलो हुन्थ्यो। घाँस काट्दैपछि उसले चाहिँ मेरो मेसिन भन्दा कोही छैन है साथी अहिले। ल हेर्नुहोस्, के गर्ने, लाइफ यस्तै छ। काम त गर्नै पर्यो, काम नगर्ने भने यहाँ गाह्रो छ। यहाँ जाडोभरि पनि काम हुन्छ स्नो सोर्ने। अब समर लाग्दाखेरि पनि यही हो, झार आइरहेको छ, यो काटेको गरिराख्नुपर्छ भनेपछि घर बसे पनि बिजी भइराखिन्छ यहाँ। त्यही भएर काम चाहिँ गर्नु पर्यो। रमाइलो लाग्छ नि त काम गर्न, ठपक्क बसिराख्नुभन्दा सानो काम गरिराख्नु मन लाग्छ। यस्तै छ है मेरो त यहाँको लाइफस्टाइल।